सम्माननीय सभामुख महोदय, म अछाम जिल्लाबाट प्रतिनिधित्व गरेर बोल्दैछु। जुन जिल्लालाई 36 वर्षसम्म यो देशमा शासन गरिरहेका शासकहरूले यो देशको सबैभन्दा गरिब जिल्ला बनाइदिनु भयो। सुत्केरी हुन नसकेर बाटैमा गर्भवती महिलाको मृत्यु भयो। धरती टेक्न नपाउँदै अबोध शिशुको भविष्य पनि आमाको चितासँगै जल्यो। छाउपडी गोठमा सर्पले डसेर किशोरीको ज्यान गयो। डाक्टर बन्ने उनको सपना छाउपडी गोठमै खरानी भयो। अछामबाट बिरामी बोकेर धनगढी आउँदै गरेको एम्बुलेन्स भत्किएको बिग्रिएको कच्ची सडकबाट कर्णाली नदीमा खस्दा बिरामी सहित सबै यात्रुको ज्यान गयो। रोजगारी खोज्दै सिङ्गो गाउँ नै भारत भासिएपछि बस्तीहरू सुनसान भए। विद्यालय जाने क्रममा खोला तर्न नसकेर विद्यार्थीहरू भेलसँगै बगे। भोलिपल्ट किनारामा लासहरू भेटिए। सभामुख महोदय, मैले यहाँ बोल्दै गरेका कुराहरू राजधानीको लागि अखबारका हेडलाइन होलान्, तर अछामी जनताका लागि दिनै पछि मरी बाँच्नु पर्दाका यथार्थ भोगाइहरू हुन्। यो देशमा कतिपटक सरकारहरू फेरिए, तर पनि सुदूरको भाग्य कहिल्यै फेरिएन। तर मलाई आशा छ सभामुख महोदय, इतिहासमै अभूतपूर्व जनमत प्राप्त गरेको यो सरकारले यो पटक चाहिँ अवश्य